2066 जेठ 22 गते काठमाडौँको अनामनगर बस्ने 19 वर्षीय ख्याति श्रेष्ठको फोनमा बिहान 8 बजे एउटा नयाँ नम्बरबाट फोन आयो। उताबाट कोही महिलाले भन्दै थिइन्, तपाईले हाम्रो म्यागजिनको तर्फबाट र्यान्डम लकी ड्रमा 20,000 रुपियाँ जित्नु भएको छ र पोखरा जाने मौका पनि पाउनुहुन्छ, इन्टरभ्यू दिन आउनुस्। ख्याति खुसी भइन्। यो कुरा उनले आफ्नो आमालाई पनि भनिन् र दिउँसो 1 बजे काठमाडौँको पुतली सडक एरियातिर पनि गइन्। दिउँसो 2:30 बजे ख्यातिको परिवारले के भयो भनेर उनलाई कल गर्छन्, तर फोन उठ्दैन। एकछिनमा फोन आउँछ होला अथवा ख्याति आफै घर आउँछिन् होला भनेर परिवार कुरेर बस्यो, तर त्यो दिन ख्याति घर आइनन्। बरु भोलिपल्ट बिहान ख्यातिकै फोनबाट एउटा टेक्स्ट मेसेज आयो। हिन्दीमा लेखिएको थियो, तेरो छोरी हाम्रो कब्जामा छ, जिउँदो चाहिन्छ भने 10 लाख तयार गरेर राख। ख्यातिको परिवार अतालियो, किनकि नेपालमा त्यो बेलामा ठाउँ ठाउँमा यस्ता किडन्यापिङका घटनाहरू भइरहेका थिए र विशेष गरी तराईका ग्याङहरू यसमा एकदमै एक्टिभ पनि थिए। त्यसैले परिवारले पुलिसमा जाने भन्दा पनि पैसा किडन्यापरहरूलाई नै बुझाउने निर्णय गर्यो। तर अब घटनाक्रम यसरी बढ्नेवाला थियो कि अब ख्याति कहिले पनि घर आउनेवाला थिएनन्। बरु उनको लासको टुक्रा टुक्रा भेटियो। कुनै टुक्रा काठमाडौँमा त कुनै टुक्रा मुगलिन नारायणघाट रोडमा। यसपछि हत्याराहरूलाई कारबाही गर भन्दै ठाउँ ठाउँमा प्रोटेस्ट भयो। यिनीहरूलाई त मृत्युदण्ड नै दिनुपर्छ भन्दै विद्यार्थीहरू नै रोडमा पनि आए। त्यसैले यो कथा हो सायद नेपालकै सबैभन्दा क्रूर र विभत्स हत्याको। यो कथा हो ख्यातिको। राजधानीमा फेरि एउटी किशोरीको अपहरण पश्चात विभत्स हत्या भएको छ। ख्यातिको अपहरणको सबैभन्दा अनौठो कुरा के हो भन्दा ख्यातिको परिवार कुनै धनाढ्य मध्येको परिवार थिएन। ख्याति पढाइमा राम्रो नै थिइन्। क्लास 10 मा राम्रो मार्क्स ल्याएपछि उनको परिवार 2 वर्ष अगाडि 2064 सालमा विराटनगरबाट काठमाडौँ आएको थियो र ख्यातिले पाइलट बन्ने सपना बुन्दै थिइन्। तर अब ख्याति अपहरणमा परेकी थिइन् र किडन्यापरहरूले विभिन्न ठाउँको लोकेसन दिँदै यहाँ पैसा ले भनेर भनिरहेका थिए। सुनौली बर्डर, चितवन, दार्जिलिङ हुँदै अन्तिममा काकडभिट्टामा पैसा दिन किडन्यापरहरूले बोलाए। ख्यातिको परिवारले जसोतसो गरेर 10 लाख रुपियाँ जम्मा गर्यो र त्यो पैसा आफ्नै परिवारको सहयोगी रामको हातमा दिएर किडन्यापरहरूलाई सुम्पिदियो। अब ख्यातिलाई छोड्छु भनेर किडन्यापरहरूले भनेका थिए। तर 2 हप्तापछि ललितपुरको कार्यविनायक नजिकै टाउको र हातखुट्टा नभएको शरीरको भाग फेला पर्यो। यो कसको शरीर हो भनेर थाहा हुने कुरै थिएन। 2 हप्तासम्म पनि कुनै खबर नआएपछि अब परिवारले पुलिसमा कम्प्लेन गर्यो र यो पछि देशको विभिन्न ठाउँमा लासको टुक्राहरू भेट्न थालेपछि सबै देश नै आक्रोशमा उत्रियो। ख्यातिको किडन्यापिङ र हत्या पत्रिकाको फ्रन्ट पेज न्युज बन्यो। हत्यारा पत्ता लगाऊ भन्दै ठुलो नारा जुलुस समेत भयो। तर हत्यारा को हो भन्ने कुरा खुलिसकेको थिएन। पुलिस आफैले चाहिँ तराईको कुनै ग्याङ हुन सक्छ भन्दै अनुमान गरिरहेको थियो। तर यो केसको पहिलो मेन कडी काकडभिट्टामै थियो। परिवारका सहयोगी रामले 10 लाख रुपियाँ किडन्यापरलाई दिँदा रामले पैसा लिन आउने मान्छेलाई कता कता चिनेको जस्तो लाग्दै थियो, देखेको जस्तो लाग्दै थियो र अझै ती व्यक्तिले रामलाई नै पनि अपहरण गर्न खोजेका थिए र राम त्यहाँबाट उम्किएर भागेका थिए। ख्यातिको आमाले पनि काकडभिट्टामा नै एकजना चिनिरहेको व्यक्तिलाई देखेको जस्तो लागेको थियो। पुलिसले अरू पनि एभिडेन्स खोज्दै जाँदा 2 जना व्यक्तिलाई ख्याति हराएको 15 दिनपछि असार 7 गते समात्यो र इन्भेस्टिगेसन गर्दा सबै कुरा खुल्न आयो र पुलिसले ती 2 जना व्यक्ति को हुन् भनेर सार्वजनिक गर्दा सबैको होस नै उड्यो। भिडियोमा बढ्न अघि यदि तपाईलाई फास्ट इन्टरनेट एकदमै अफोर्डेबल प्राइसमा चाहिएको छ भने भाइनेटले ल्याएको छ ताम्बा स्पिड इन्टरनेट प्याक। नेपाली फुटबलको स्टार प्लेयर सावित्र भण्डारी ताम्बाले नेपालको लागि र उनको क्लबको लागि जसरी स्पिडमा कुदेर गोल गर्नुहुन्छ त्यसरी नै भाइनेटको डिफ्रेन्ट प्याकले तपाईको आवश्यकता पूरा गर्छ। जस्तै तपाईले 12 महिनाको सब्सक्रिप्सन लिनुभयो भने तपाईले 100 MBPS मात्र 8,500 मा पाउन सक्नुहुन्छ। त्यस्तै 200 MBPS 11,200 मा र 300 MBPS 13,800 मा मात्र। र यो सबै प्राइसहरू भ्याट इन्क्लुसिभ हुन्, मतलब तपाईले थप केही पनि एक्स्ट्रा पे गर्नु पर्दैन र साथै 12 महिनाको सब्सक्रिप्सन लिँदा चाहे त्यो नयाँ होस् अथवा तपाईले रिन्यू गर्नुहोस् तपाईले थप 1 महिना फ्रीमा पाउनुहुन्छ। साथै तपाईले 200 भन्दा धेरै टिभी च्यानल भएको भाया टिभी पनि लिन सक्नुहुन्छ। यो सबै अफरहरू लिमिटेड टाइमको लागि मात्रै हो।
सबै लिङ्कहरू डिस्क्रिप्सनमा छ अथवा तपाईँले यो नम्बरमा कल गरेर पनि थप जानकारी लिन सक्नुहुन्छ। नाउ ब्याक टु भिडियो। एकजना 42 वर्षको टिचर वीरेन प्रधान जसले ख्यातिलाई नै पढाएको थियो र अर्को एकजना 17 वर्षको केटी मेरिना साक्य। ख्यातिको आमाले यिनै वीरेनलाई काकडभिट्टामा देखेकी थिइन् र रामलाई किडन्याप गर्न खोज्ने पनि यिनै थिए। ख्यातिलाई सुरुमा ऱ्यान्डम लक्की ड्रमा प्राइज जित्यो भनेर कल गर्ने पनि मेरिना नै थिइन्। नजिकबाट चिनेकी मान्छे र त्यो पनि टिचर र अर्को एकजना 17 वर्षको व्यक्तिले कसरी यस्तो क्रूर काम गर्न सक्छन् भनेर सुरुमा त पत्याउन नै गाह्रो भयो। इनफ्याक्ट ख्यातिको परिवार सुरुमा विराटनगरबाट काठमाडौँ सर्दा बालाजुमा वीरेनकै घरमा भाडामा बसेको थियो। त्यही नै वीरेन र ख्यातिको परिवारको पनि राम्रो चिन्जान भएको थियो। ख्यातिको पढाइको बारेमा बेला बेलामा वीरेनले सल्लाह पनि दिन्थे, तर पछि वीरेनले घर बेचेपछि ख्यातिको परिवार अनामनगर सरेको थियो। तर चिन्जान र आउजाउ भने चलि नै रहेको थियो। तर यति राम्रो सम्बन्ध भएको व्यक्तिले यस्तो क्रूर कदम किन चाले होला भनेर खोज्दै जाँदा नयाँ तथ्यहरू बाहिर आउन थाल्छन्। वीरेन श्रेष्ठको वास्तविक नाम वीरेन प्रधान थियो, जो 20 वर्ष जति अगाडि दार्जिलिङबाट काठमाडौँ आएर सेटल भएका थिए र शिक्षण पेसामा आबद्ध थिए। र वीरेनले आफ्नो आइडेन्टिटी लुकाउनको लागि ऊ काठमाडौँमा नै जन्मिएको भन्थ्यो, ऊ इन्डियन नागरिक हो भनेर उसले लुकाइरहेको थियो। वीरेनले एभिएम स्कुलमा वर्षौंदेखि एज अ साइन्स टिचर पढाउँदै थियो। बायोलोजी विषय पढाउने उनी एकदमै स्ट्रिक्ट र एग्रेसिभ स्वभावका थिए भनेर उनका विद्यार्थीहरू भन्छन्। केटा विद्यार्थीहरूलाई अति धेरै नै कुट्ने पिट्ने, एकदमै ह्यारास नै गर्ने, तर केटी विद्यार्थीहरूलाई भने अलिकति राम्रोसँग व्यवहार गर्ने भनेर उनको स्टुडेन्टहरू भन्छन्। र ख्यातिको हत्या गर्न अगाडि वीरेनले एभिएम स्कुलको जागिर पनि छाडेका थिए। समाजमा राम्रै इज्जत बनाएका वीरेनको अर्को एउटा लुकेको पाटो पनि थियो जुन प्रायलाई थाहा हुने कुरै भएन, र त्यो थियो वीरेनको जुवाको लत। क्यासिनोमा पैसा हारेर वीरेन आर्थिक रूपमा टाट पल्टिसकेका थिए। ऋणको भारले रन्थनिएका वीरेनलाई उनको क्यानाडामा भएको श्रीमतीले पनि पैसा पठाउन छोडेपछि वीरेन एकदमै अप्ठ्यारो सिचुएसनमा परेका थिए। वीरेन अब जस्तोसुकै कदम पनि चाल्न तयार हुँदै थिए, एकजना सम्मानित शिक्षकबाट एउटा हत्यारा र एउटा किडन्यापरसम्म पनि। र यही समयतिर ख्यातिको परिवारमा वीरेनको आउजाउ चलिरहेको नै थियो र ख्यातिले पाइलट बन्ने इच्छा देखाएकोले त्यसको लागि परिवारले 25 लाख रुपियाँ जम्मा गर्न आँटेको कुरा वीरेनले थाहा पाए। अनि बन्यो ख्यातिको अपहरणको प्लान, जसमा 17 वर्षीय मेरिना साक्यले पनि सहयोग गर्नेवाला थिइन्। मेरिना साक्य आफै वीरेनको विद्यार्थी समेत थिइन्। मेरिना र वीरेनको सम्बन्ध यति राम्रो थियो कि मेरिनाले वीरेनलाई बाबा भन्थिन् र वीरेनले पनि उनलाई छोरी भन्थे। र कक्षा 10 को एक्जाम दिएर रिजल्ट कुरेर बसेकी थिइन्। ख्यातिलाई सुरुमा मेरिनाले नै पुतली सडकमा भेटेपछि खुसीबु स्थित वीरेनको कोठामा लगेकी थिइन् र सुरुमा वीरेनलाई देखेपछि उनी छक्क परेकी थिइन्। तर वीरेनले आफू पनि त्यही म्यागजिनमा काम गर्ने भनेपछि ख्यातिले विश्वास गरेकी थिइन् र वीरेनले ख्यातिलाई कफीमा स्लिपिङ ट्याब मिसाएर खान दिएका थिए। यसपछि के भयो भनेर दुईवटा कुराहरू छन्। पहिलो, ख्यातिको स्लिपिङ ट्याब्लेटकै ओभरडोजले मृत्यु भएको, र दोस्रो, ख्याति पुरै बेहोस भएकी थिइनन्, तर उनको हात खुट्टा बान्न खोज्दा ख्यातिले चिच्याउन थालेपछि उनलाई रडले टाउकोमा हानेर वीरेनले मारेका थिए। यसमा के कुरा चाहिँ क्लियर छ भन्दा वीरेनले ख्यातिको परिवारलाई टेक्स्ट मेसेज पठाएर 10 लाख दे नत्र तेरो छोरीलाई मारिदिन्छु भन्दा अगाडि नै उनले ख्यातिलाई मारिसकेका थिए। र केही रिपोर्ट अनुसार त सुरुमा वीरेनले ख्यातिको लासको 4 टुक्रा पारेका थिए र त्यसलाई सेतो प्लास्टिकमा हालेर फ्रिजमा राखेका थिए। गनाउँछ भनेर धुप पनि बालेका थिए। पछि कसको लास हो भनेर थाहा नपाओस् भनेर काठमाडौँ र बाहिरको ठाउँमा गएर लासको टुक्राहरूलाई उनले बाहिर फालेका थिए। वीरेनले सुरुमा त पुलिसलाई बयान फेरिकै गरेका थिए। घरि एउटा कुरा भन्थे, घरि अर्को कुरा भन्थे। उनको कुरा फेरिएको नै थियो र पुलिसलाई हत्यारा यही नै हो भन्ने कन्फर्म जस्तै भइसकेको थियो। ख्यातिको जिउको टुक्राहरू मात्रै भेटिएको थियो, उनको शिर अझै पनि भेटिएको थिएन र पछि मात्रै बालाजुमा उनको शिर भेटियो। यो सबै कुरा बाहिर आएपछि यिनीहरूलाई चर्कोभन्दा चर्को सजाय हुनुपर्छ भन्दै ठुलो नारा जुलुस लाग्यो। यिनीहरूलाई त मृत्युदण्ड नै हुनुपर्छ भन्ने कुरा पनि आएको थियो। पछि काठमाडौँ जिल्ला अदालतले वीरेनलाई मुख्य दोषी र मेरिनालाई सहयोगी ठहर गर्दै अदालतले वीरेनलाई 39 वर्षको सजाय सुनायो, मेरिनालाई 20 वर्षको। मेरिना उमेरले नाबालक भए पनि
यति गम्भीर अपराध भन्दै उनलाई पनि पूरा सजाय नै सुनाइएको थियो। मेरिनालाई 20 वर्षको सजाय सुनाइए पनि उनको जेलभित्रको राम्रो व्यवहार र राम्रो कामलाई देखेर उनको सजायलाई घटाएर 12 वर्ष झारिएको थियो र उनी त अहिले सजाय काटेर बाहिर पनि निस्किसकिन्। ख्याति श्रेष्ठको बारेमा बनेका भिडियोहरू जुन युट्युबमा हालिएका छन् त्यसमा प्राय यो एउटा क्लिप युज गरिरहेको हुन्छ र यसमा विशेष गरी इन्डियन युट्युबरहरूले यो मेरिना साक्यको क्लिप हो भन्दै राखिरहेका हुन्छन्। तर यो मेरिना साक्यको क्लिप होइन। अन्नपूर्ण पोस्टले आजभन्दा 10 वर्ष अगाडि यो क्लिप उसको युट्युब च्यानलमा हालेको थियो र यसको टाइटल मरिना एरेस्टेड लेखिएको छ र यही क्लिपलाई नै इन्डियन युट्युबरहरूले र अरूले मेरिना साक्यको क्लिप हो भन्दै हालेका छन्। जबकि यही 3 मिनेटको क्लिपमा यी महिलाले आफ्नो विवाह भइसकेको Suddenly I think about I want to have my family and my husband. You understand? र हाम्रो स्टोरीको मेरिना साक्य मलेसिया फर्किने भन्ने कुरा नै मिल्दैन। So you don't want to go there, Malaysia? I will want to go after these things finished. वास्तवमा यो क्लिप मलेसियन नागरिक मरिनाको हो जसलाई काठमाडौँमा 11 किलो कोकेनको साथ समातिएको थियो। यो घटना किन अनौठो छ भन्दा वीरेन कुनै अपराधिक ब्याकग्राउन्ड भएका व्यक्ति थिएनन्। सामान्य सम्मानजनक तरिकाले टिचर काम गरिरहेका व्यक्ति थिए। 17 वर्षीय मेरिना कुनै अपराधी थिएनन्। तर लोभ, लालच र परिस्थितिमा मान्छे यस्तो कदम चाल्न तयार हुन्छ जुन सायद हामी एज अ समाज पुरा गर्न तयार छैनौँ। को व्यक्ति अपराधी बन्न सक्छ र को व्यक्ति अपराधी बन्न सक्दैन त्यो छुट्याउन नै हामीलाई गाह्रो पर्न सक्छ। र चिन्ताको विषय के हो भन्दा यस्ता खालका घटनाहरू बेला बेला दोहोरिराख्छन्। ठाउँ, पात्र र घटनाको प्रकृति चेन्ज भइराख्छ तर यस्ता खालको अपराध दोहोरिराख्छन्। तर सकेसम्म यस्ता घटनाहरू कहिले पनि नदोहोरिन्। यो सबैको बारेमा तपाईँलाई के लाग्छ हामीलाई पक्का पनि कमेन्ट सेक्सनमा भन्नुहोला। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। आइ एम दिपेश एन्ड दिस इज द नेपाली कमेन्ट।